एउटा कलिलो उमेरको केटो जो नेपाली समुदायमा खासै मन नपराइने र्याप गीत गाउँदै हिँड्दै थियो। अल्लारे केटाहरूले आफ्नै पारामा गाउने त्यो गीत वास्तवमा अहिलेको नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय रहेको साङ्गीतिक विधा र्याप गीत थियो। जसरी त्यो बेला भर्खरैको केटाले आफ्नै सुरमा गाउने र्याप गीतलाई बेवास्ता गरिन्थ्यो, ठीक त्यसै गरी चुनाव लड्छु र काठमाडौँको मेयर बन्छु भन्दै चुनाव लड्न हौसिएको कालो कोट प्यान्ट र आँखामा चस्मा लगाएको युवालाई नेपाली राजनीति र राजनीतिज्ञहरूले बेवास्ता गरे। एक दिन यस्तो आयो बिना कुनै तामझाम, एउटा एक्लो केटो हातमा लौरो र काँधमा नेपालको झण्डा बोकेर सडकमा निक्लियो। उसले हातमा बोकेको लौरो उसको चुनाव चिन्ह थियो भने उसले काँधमा बोकेको नेपालको राष्ट्रिय झण्डा सिङ्गो नेपाल र नेपालीको प्रतिबिम्ब थियो। जब त्यो केटाले 2-4 पाइला चालेर अघि बढ्यो, त्यसपछि उसको हरेक पाइला पछि अर्को पाइला थपिँदै गयो र छिनभरमै मान्छेहरूको भिड लाग्यो। पहिलोपल्ट मोबाइलको पर्दामा होस् या त टेलिभिजनको पर्दामा जहाँ हेरे पनि हेर्ने सबै नेपालीहरूको यो दृश्यले आँखा रसायो, मनमा खुसीको लहर छायो अनि अब केही हुन्छ कि भन्ने आशा पलायो। यो नेपालको इतिहासमै या त इतिहासकै लामो कालखण्डपछि यस्तो दृश्य देखिँदै थियो जहाँ एकजना कलिलो उमेरको युवा देश बनाउँछु भन्दै सडकमा उत्रिएको थियो। सायदै पहिलो पल्ट हुनुपर्छ जहाँ एउटा नेताले कुनै पार्टीको झण्डा होइन, नेपालको झण्डा काँधमा बोकेर सडकमा उत्रिएको थियो। तर कसैलाई यो कुराको खबरै थिएन कि यही एक सामान्य युवाको हिम्मतले आउँदो केही समयमै नेपाली राजनीति उलटपुलट पार्दै थियो। सडकमा उत्रिएको त्यो युवा रोकिने नामै लिँदैन थियो, बरु अलग अन्दाज र बिल्कुलै अलग शैलीमा अघि अघि हिँड्दै थियो। ऊ जति जति अघि बढ्दै थियो उसको पछि त्यति मान्छेको भिडहरू थपिँदै थियो। हेर्दा हेर्दै त्यही सामान्य युवाको चर्चा दिन 1 गुणा रात 4 गुणा बढ्दै गइरहेको थियो। त्यही सामान्य युवाले बोकेको नेपाली राजनीतिको सानो टुकीको उज्यालो बिस्तारै फैलिँदै नेपाली राजनीतिको विशाल प्रकाश बन्यो। हेर्दा हेर्दै भुसमा लागेको आगो जस्तै भित्रै उसको चर्चा परिचर्चा देशका कुना कुनासम्म फैलियो। धेरैले र्याप गाउने केटा हो अरे भन्दै थिए। सहर बजार गाउँ घरमा यसले के गर्न सक्ला र भन्दै गाई गुई हल्ला चल्दै थियो। तर नेपाली राजनीति अनि बौद्धिक मानिएका नेता र जनताले नपत्याएको त्यही एउटा सामान्य केटो डिग्री पढेको इन्जिनियर निस्कियो। कुल खानदान र पैतृक सम्पत्तिले भरिपूर्ण जमिनदार र व्यापारीको छोरा निस्कियो। ठुला ठुला भिजन र मिसन बोकेको राष्ट्रिय एजेन्डा र त्यसलाई सफल बनाउने क्लियर उपाय सबैलाई बुझ्ने भाषामा स्पष्ट बुझाउन सक्ने क्षमता र ल्याकत राख्ने सबैभन्दा बलियो उम्मेदवार बन्यो। पार्टीका कार्यकर्ताहरूको विशाल र्याली, पार्टीको झण्डा बोकेका विशाल मान्छेहरूको भिड अनि त्यही भिडको बीचमा त्यही पार्टीका नेता हात हल्लाउँदै हिँड्दै थिए। अर्कोतिर हेर्दा त्यो केटा एक्लो थियो, नितान्त एक्लो। तर पनि ठुला ठुला पार्टीले उठाएका मै हुँ भन्ने नेताको अघि खरो उत्रियो, बहस गर्यो। मै हुँ भन्ने नेतालाई पनि पानी पिउने पारिदियो। जनताको मन एक एक गर्दै जित्न थाल्यो। आफ्नो स्पष्ट विचार, विकासको योजना र त्यो विकासको योजना निर्माण सम्पन्न गर्ने बलियो आधार देखाउँदै जनताको मनमा बस्यो। फलत कसैले नपत्याएको त्यो एउटा सामान्य केटोलाई देश र जनताले पत्याए अनि काठमाडौँको जनताले चुनावमा उसलाई खुलेरै साथ दिए। अन्ततः काठमाडौँ महानगरपालिकाको मेयरको पदमा वर्षौंदेखि शासन गर्दै आइरहेको मै हुँ भन्ने ठुला पार्टीको विरासत त्यही एउटा नपत्याउने केटाको अघि हार्यो। अनि त्यही नपत्याउने केटो नेपालको मुटु काठमाडौँ महानगरपालिकाको मेयर बन्यो। यही थियो नेपाली राजनीतिमा नयाँ कालखण्डको सुरुवात, जहाँबाट एक असल योद्धा जब्बर नेताको जन्म भयो, बालेन्द्र शाह बालेनको।
यसरी एक स्वतन्त्र उम्मेदवारको यो जित नेपालको राजनीतिक पार्टीका लागि गतिलो सबक थियो। नेपाली जनताले राजनीतिको खेलमा पासा पल्टाउन जानेका छन् है भन्ने संकेत थियो। अब नेपाली जनता बाठा भइसके, अब तिमी राजनीति गर्ने नेताहरू सुध्रिनु पर्छ भन्ने सन्देश थियो। तर पार्टीगत विरासतता र राजनीतिक भ्रष्टाचारको जालोमा रुमलिएको नेपाली राजनीति गर्ने नेताहरू फेरि पनि यो कुरालाई व्यवस्था गर्यो र आफ्नै दुनियाँमा फर्कियो। बरु त्यही आफ्नो विरासतता तोडेको एउटा मेयरसँग सिङ्गो नेपालको राष्ट्रिय राजनीति सिगौरी खेल्न सुरु गर्यो। हुन त बालेन एउटा महानगरको मेयर थियो, तर त्यही सामान्य सोचेको मेयर बाघ बनेर निस्कियो। धेरैले सोचेका थिए मेयर भनेको के नै हो र, मेयरसँग के नै पावर हुन्छ र, देशको राष्ट्रपति र प्रधानमन्त्रीले त नसकेको काम जाबो मेयरले कसरी गर्न सक्ला र। तर बालेन मेयरको रूपमा यसरी उदाए जसले देशको सिङ्गो राजनीति हल्लिन सुरु गर्यो। हराएको खोलाहरू भेटिन थाल्यो, नेताको मुटुको धड्कन बढ्न थाल्यो। हेर्दा हेर्दै काठमाडौँबाट फोहोरका थुप्राहरू हराउन थाले। संसारको फोहोर सहर मध्येको एक सहरको रूपमा चिनिँदै आएको काठमाडौँ अब सफा र सुन्दर सहरको रूपमा देश विदेशमा चिनिन थाल्यो। बालेनको नाम पावरफुल लिडरको रूपमा विदेशी न्युजमा आउन थाल्यो। फोहोर खोलाहरू सफा भएर बग्न थाले। खोलाका किनारमा हिँड्दा नाक छोपेर हिँड्ने मान्छेहरू बालेनले बनाएको खोला छेउको पार्कमा मजाले बसेर थकाइ मार्न थाले। कच्ची र खाल्डा खुल्डी सडक चिल्लो हुन थाल्यो। सडक पेटी जताततै फुलहरू फुल्न थाल्यो। हेर्दा हेर्दै काठमाडौँले मुहार फेर्न थाल्यो। शिक्षामा सुधार भयो, बुक फ्री डे सुरु भयो, तालिम आयोजना भयो, पुराना पार्टी पौवा निर्माण र संरक्षण सुरु भयो। उनले गरेका हरेक काम जनताको नजरमा पर्न थाल्यो। मिडियाको हेडलाइन न्युज बन्न थाल्यो। यहाँसम्म सबै कुरा ठिक थियो, तर अब त्यही केटाको कथाले अचानक अर्कै मोड लियो। पहिलो पल्ट उस राजनीतिक जीवनमा आलोचना भयो। हुन त यसभन्दा अघि यस्ता सानो तिनो राजनीतिक खिचातानी नभएको होइन, तर यसपल्टको विषय देश र जनताको इमोसनसँग यानि कि भावनासँग र बाध्यतासँग जोडिएको थियो। काठमाडौँको मुहार फेर्न मेयर बनेका बालेन काठमाडौँका अव्यवस्थित सडक पेटीलाई व्यवस्थित बनाउन चाहन्थे र यो जरुरी पनि थियो। मान्छेहरू हिँड्ने सडक पेटीमा पसल गर्ने व्यवसायहरूले आधा सडक ओगटेर आफ्नो सामान राखिरहेका थिए, जुन कुराले बाटो हिँड्ने मान्छेलाई गाह्रो भइरहेको थियो। अर्कोतर्फ सहरको सुन्दरतामा असर पुगिरहेको थियो। अझै भन्दा सार्वजनिक सम्पत्तिको दुरुपयोग भइरहेको थियो। यही कुरामा कडाई गर्दै बालेनले व्यापारीहरूलाई यसो नगर्नु सुझाए। काठमाडौँको महँगीमा महँगो भाडा तिरेर व्यापार गर्दै आइरहेका व्यापारीलाई यो कुराले आफ्नो व्यापारमा असर पुग्ने भन्दै बालेनको विरोध गर्न थाले। आफैले भोट दिएर जिताएको मेयरले आफ्नो रोजीरोटी खोज्नु थालेको भन्दै विरोध गरे। तिले त पुरानो पार्टीको नेता नै ठिक थिए, कमसे कम उसले त यसरी हटाएको थिएन भन्न थाले। कुरा अझै बिग्रिन थाल्यो जब बालेनले काठमाडौँका विभिन्न ठाउँका सडक पेटी ओगटेर बिहान दिउँसो र रातिमा सडकमै पसल थापेर फुटपाथ व्यापार गर्ने व्यापारीहरूलाई हटाउन थाले। देशका 77 जिल्लाका कुना कन्दराबाट झोली झिम्टा बोकेर अवसरको खोजी गर्दै काठमाडौँ छिरेका मान्छेहरू आफ्नो भोको पेट र बच्चा बच्ची पाल्नका लागि सडकमा व्यापार गर्दै थिए। भलै त्यसमा कोही सम्पन्न परिवारका मान्छेहरू पनि थिए। जब बालेनले सडकबाट उठेर सटरमा व्यापार गर्ने भन्दै फुटपाथ व्यापारीहरूलाई सडकबाट उठाउन थाले, उनीमाथि राजनीतिकसँगै भावनात्मक र मानवीयता जस्ता कुरा जोडेर दबाव पर्न थाल्यो। यसले बालेनलाई ठूलो झड्का दिँदै थियो। सडक पेटीमा नगर प्रहरीले गरेको लछार पछार मान्छेहरूको रोदन र दुःखको अभिव्यक्तिले बालेनको कार्यशैलीमा औँला उठाउँदै थियो। अब कुरा आउँछ सुरुमा सबैको मसिहा बनेर उदाएका बालेन किन यस्तो गर्दै थिए त। यो कुरालाई हामीले यसरी बुझौँ, हरेक चिजको दुईवटा पाटाहरू हुन्छन्, दिनपछि रात, राम्रो र नराम्रो, कालो र सेतो। हो यस्तै हुन्छ जसरी भोलिको दिनको उज्यालोको लागि आजको रातको अँध्यारो चिर्नै पर्छ, चाहे त्यो रात अत्याधिक अँध्यारो र भयानक डरलाग्दो किन नहोस्। र यो कुरा सत्य हो कि भोलिको उज्यालो पक्कै सुन्दर हुनेछ।
हो यही कुरा गर्दै थिए बालेन। उनी काठमाडौँमा व्यवस्थित खुल्ला सडक पेटी चाहन्थे, जहाँ मान्छे मजाले हिँडडुल गर्न सकुन्, विदेशी पर्यटक मजाले घुम्न सकुन् र त्यही सहरमा भएको पसलभित्र पसेर मजाले सामान किन्न सकुन्। ती व्यापारीहरूले पनि सुन्दर सफा सडक पेटी धुवा धुलो बिनाको सुन्दर सहरमा खुसी खुसी व्यापार गर्न पाऊँ, यही कुरा गर्दा उनको सुरुमा विरोध भयो र पछि तारिफ हुँदै गयो। तर्फ बिचारा ती गरिब दुखीहरू जो सडकमा पसल गर्थे उनीहरूलाई किन यस्तो गरेको भन्ने प्रश्न उठ्न थाल्यो। पसल भएकाहरूसँग त पैसा थियो, महँगो सटर भाडा लिएर पसल चलाएका थिए, तर बिचारा ती सडकको फुटपाथमा व्यापार गर्ने उनीहरूको उठी बास किन लगाएको त सुन्दा बालेनले सडक पेटीमा पसल गर्ने उनीहरूमाथि सरासर अन्याय गरेको जस्तो सुनिन्छ। सरकारले रोजगारी नदिने अनि व्यापार गर्न पनि नदिने जस्तो लाग्छ। तर अर्कोतर्फ सोच्यो भने काम पनि तिनै फुटपाथमा काम गर्ने गरिब व्यापारीहरूका लागि राम्रो भइदिन्छ। कसरी भन्नु होला? पहिलो कुरा, यसरी सडकमा व्यापार गर्नु असुरक्षित मानिन्छ। यो सडक हो, यहाँ जे पनि हुन सक्छ। अर्को कुरा, यति धेरै मेहनत गरेर लाज घिन केही नमानी सडकमै व्यापार गर्न सक्ने मान्छे कहिले पनि कमजोर र निमुखा हुँदैन, गरिब हुँदैन। ऊ असलमा एक योद्धा हुन्छ जसले चाह्यो भने जे पनि गर्न सक्छ। जाबु त्यो सटर भाडा तिरेर पसल गर्नु कति न ठुलो कुरा हो र। बरु सडकमै बस्दा उसको असली व्यापारीपन खुल्न पाउँदैन, एक व्यापारीले पाउने इज्जत पाउँदैन, तर त्यहाँबाट उठ्दा धेरै कुरा पाउन सक्छ। अर्को कुरा, मान्छेलाई जबसम्म अप्ठ्यारो पर्दैन उसले आफ्नो दुनियाँ सबै थोक ठान्छ, तर अप्ठ्यारो पर्ने बित्तिकै हातखुट्टा तानेर एक ठाउँबाट अर्को ठाउँमा सर्छ र व्यवस्थापन गरिहाल्छ। उदाहरणका लागि म जस्तै तपाईँ र तपाईँ जस्तै म अनि हामी जस्तै हजारौं छौँ जो अप्ठ्यारोकै कारण यति बेला कोही विदेशमा छौँ त कोही गाउँ छोडेर सहरमा छौँ, तर जहाँ छौँ हरेक दिन राम्रो गर्ने कोसिसमा छौँ। यदि गाउँमै बसिरहेको भए या नेपालमै केही भइदिएको भए तपाईहरू परदेश हुनुहुने थिएन र गाउँ छोडेर मान्छे सहर पस्ने थिएन। आज जे गरिरहेको छ त्यो अप्ठ्यारोपन र बाध्यताले नयाँ मोड र नयाँ चिज देखाइरहेको छ। अर्कोतर्फ बालेनले सडक पेटीमा व्यापार गर्ने व्यापारीहरूलाई किन उठाउन चाहिरहेका थिए भने उनीहरू सटरमा जाँदा नगरपालिकामा व्यवसाय दर्ता गर्नुपर्छ, उनीहरूले कर तिर्नुपर्छ र उनीहरूले तिरेको करबाट महानगरपालिकाले त्यही सहरको व्यवस्थापन गर्न सक्छ र त्यसको विकास गर्न सक्छ। यसरी बुझेर हेर्ने हो भने यो कुराले सबैलाई फाइदा गर्छ। अर्कोतर्फ बालेनले चुनावको बेला बाचा गरे अनुरूप काठमाडौँको सडक फराकिलो पार्ने र अतिक्रमण गरेको जग्गा फिर्ता गर्नका लागि डोजर चलाउन थाले। कसैको घर भत्कियो, हराएको खोला भेटियो, सुकुम्बासी बस्तीमा डोजर चलाउँदा ठुलै लफडा भयो। सडक पेटी खाली भयो, धेरैको रोजगारी खोसियो, घाँस बाँस कपास खोसियो भन्दै बालेनको आलोचना भयो। तर विकासका लागि गरिएको यो काम बुझेपछि र विस्थापित भएका फुटपाथ व्यापारीहरूका लागि अर्को बजारको व्यवस्थापन पछि सबै कुरा ठिक भयो। यसरी बालेनको उदय भयो, असली राजनीतिको पहिचान भयो र एउटा मेयरसँग कति पावर हुन्छ भन्ने कुरा सबै नेपाली जनतालाई थाहा भयो। तर हो यहीँनिरबाट बालेनमाथि राष्ट्रिय राजनीति खनियो। यसपछि बालेनको काम गर्ने शैली फेरियो, ठूला नेतासँगको टकराव बढ्यो। नेपालको राष्ट्रिय राजनीति भने अरू कुरामै अल्झिरहेको थियो। कहिले सरकार ढाल्दै थियो त कहिले सरकार बनाउँदै थियो। समय खेर फाल्यो जसबाट जनता वाक्क दिक्क भइसकेका थिए। अर्कोतिर बालेनले गरेका हरेक काम जनताको नजरमा पर्न थाल्यो, मिडियाको हेडलाइन न्यूज बन्न थाल्यो। उनले दिने हरेक अभिव्यक्तिले जनताको मन जित्न थाल्यो। उनी उपस्थित हुने हरेक सार्वजनिक कार्यक्रममा मान्छेको पहिरो जान थाल्यो। उनको उपस्थितिमा जनताले उनकै नारा लगाउन थाले, जसले गर्दा मै हुँ भन्ने नेताको घमण्डमा ठेस पुग्न थाल्यो। उनका अघि सबै फिक्का फिक्का लाग्न थाल्यो। तर बालेनको मनमा कहीँ कतै घमण्डको छनक देखिएन, बरु उनमा सधैँ शालीनता र वैभवता देखिन थाल्यो। यही नै उनको असली राजनीतिज्ञमा हुनुपर्ने गुण थियो। अहिलेसम्म बालेनको बारेमा राम्रो नराम्रो चर्चा चल्न सुरु भइसकेको थियो। सामाजिक सञ्जाल र सोसियल मिडियामा पोख्त
तसर्थ बालेनले आफ्ना सम्पूर्ण कुराहरू त्यही सामाजिक सञ्जालबाट जनतामाझ राख्न थाले। त्यहीबाट उनले नेपाली आम जनताको अहम हिस्सा बन्ने र जोडिने मौका पाए। देशभरका विकट गाउँमा एम्बुलेन्सहरू बाँडे। महानगरमा आएका हरेक जनताको काम सहजै र सजिलै हुने वातावरण बनाइदिए। यसैबीच बालेन राष्ट्रिय राजनीतिसँग सधैँ सिगौरी खेलिरहे। महानगरले गर्ने हरेक काममा राष्ट्रिय राजनीति र नेताको अडचन आउन थालेपछि आफूले भने जसरी काम गर्न नपाएको उनले सामाजिक सञ्जालबाटै कडा प्रतिवाद गर्न थाले। जुन कुरामा जनताको ठूलो समर्थन रहन थाल्यो। यसैबीच बालेनको राजनीतिक यात्रा अझै फराकिलो बन्दै थियो। उनको लिडरसिपको चर्चा चुलिँदै थियो भने उनको राष्ट्रिय राजनीति र राजनीतिक पार्टीको नेता र कार्यकर्तासँगको सम्बन्धमा टकराव पनि बढ्दै थियो। अर्कोतर्फ देशको राजनीतिक माहौल देशैभरको जनतामा वितृष्णा बढ्दै थियो। दैनिक हजारौं नेपालीले देश छोडेर देश जाँदै थिए। यता नेताहरू सरकार ढाल्न र बनाउनमा व्यस्त थिए। हरेक दिन भ्रष्टाचारको काण्डहरू बाहिरिँदै थियो। नेताहरूको बीचमा प्रतिशोधको राजनीति चल्दै थियो। देशमा निराशा र वितृष्णा छाउँदै थियो। देश विकास गर्छु भनेर आएका नेताहरूले चुनाव जितेर गएको 2 वर्ष बित्दा पनि भ्रष्टाचारका फाइलहरू खोल्दै र लुकाउँदैमा ठिक्क भइरहेको थियो। देशमा व्याप्त अस्थिरता र राजनीतिक खिचातानीले निराशा र अन्योलता भन्दा केही दिन सकिरहेको थिएन। कोही राजा आऊ देश बचाऊ भन्दै सडकमा उत्रिएका थिए त कोही जातीय विद्रोह गर्दै सडकमा उत्रिएका थिए। कोही प्रतिशोधको राजनीति भो भन्दै विरोध गर्दै थिए। यसैबीच बाहिरिएका भ्रष्टाचारका काण्डले देशमा ठूलो विध्वंस मच्चिने संकेत गर्दै थियो। त 2082 भदौ 23 मा जेनजी आन्दोलन भयो, जसले इतिहासमै नभएको घटना घट्यो। जुन आन्दोलनमा स्कुल ड्रेसमै प्रोटेस्टमा गएका विद्यार्थी सहित 45 जनाको ज्यान गयो। सिंहदरबार जल्यो, संसद भवन जल्यो, नेताहरू हेलिकप्टर चढेर भाग्नु पर्यो। नेताको घर जल्यो, पैसा जल्यो, गाडी जल्यो, राजनीतिक पार्टी कार्यालयहरू जले। 36 घण्टाभित्र सरकार ढल्यो, देश अप्ठ्यारोमा पर्यो। हो यही नै र फेरि त्यही राष्ट्रिय राजनीतिले नटेरेको फुच्चे केटा बालेनको खोजी भयो। देशको निकासका लागि, देशको नेतृत्वका लागि हो। यहीँनिर यो केटोमाथि प्रश्न फेरि उठ्यो। जनताले बालेनलाई प्रधानमन्त्रीको रूपमा खोजी गरे तर उनी आएनन्। देश शोकमा थियो। केही दिनका लागि देश टुहुरो बन्यो, किनकि यो देशले समयमै भने जस्तो नेतृत्व पाउन सकिरहेको थिएन। बालेनले कुनै पनि अभिव्यक्ति दिएनन् न त देशको नेतृत्व नै लिए। त्यसैमाथि बालेनले धेरै पहिले लेखेको फेसबुक स्ट्याटस तेरो सिंह दरबार आगो लगाइदिन्छु भनेको कुरा जोडेर उनीमाथि आरोप लगाउन थालियो। तर बालेन मौन बसे, केही बोलेनन्। बालेन 5 महिनाको लागि प्रधानमन्त्री होइन, 5 वर्षका लागि प्रधानमन्त्री बन्ने हो भन्ने कुरा बाहिरियो, जसले जनतामा फेरि नयाँ आशा र विश्वास पलायो। अन्ततः धेरै लामो बहस र तनावपछि देशले नयाँ नेतृत्व चुन्दै पूर्व न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदै अन्तरिम सरकार गठन गर्यो। संसद विघटन गरेर बनेको नयाँ अन्तरिम सरकारले नयाँ सरकार बनाउनका लागि फागुन 21 गते निर्वाचन गराउने मिति घोषणा गर्यो। चुनाव निकै नजिकिँदै थियो। धमाधम नयाँ पार्टीहरू खोलिँदै थिए, तर बालेन फेरि पनि मौन थिए। समय बित्यो। पुराना पार्टीका नेताहरूको फेरि गर्जन सुरु भयो। आरोप प्रत्यारोप र दोष लगाउने काम सुरु भयो, तर फेरि पनि बालेन मौन बसे। सबै घटना परिघटना घटिसकेपछि पनि मौन बसेका बालेनलाई फेरि लुसिफर भनियो, विरोध गरियो। फेरि पनि बालेन चुपचाप बसे। बरु लुसिफरको जस्तै फोटो खिचेर फेसबुकमा हालिदिए। राजनीतिको हरेक चाल चाल्न माहिर बालेनको मौनता त्यति बेला फुट्यो जति बेला रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनको टिम एउटै टेबलमा जुट्यो। अहिलेसम्मको बालेनको मौनता र राजनीतिक अनुभव जनकपुरमा गएर तोडियो। अब की बार बालेन सरकार। अहिले बालेन शाह नेपाली राजनीतिको लाइमलाइटमा छन्। उनको चर्चा परिचर्चा देशमा मात्रै होइन विदेशमा पनि हुँदैछ। अब अहिले उनको जति चर्चा चुलिएको छ त्यति नै उनको राजनीतिक यात्राको बारेमा शङ्का र उपशङ्का पनि चलिरहेको छ। उनको क्रेज लोभलाग्दो छ। चुनावी प्रचारमा पूर्व मेचीदेखि पश्चिम महाकाली पुगेका उनको अबको प्रधानमन्त्रीको रूपमा चर्चा हुँदैछ। बालेन शाहको राजनीतिक यात्रा असाधारण र प्रभावशाली रहेको छ। उनले काठमाडौँ महानगरको
नेपालको मेयरको रूपमा एक नयाँ दिशा ल्याएका छन् जसले नेपालको राजनीतिक परिप्रेक्ष्यमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। यद्यपि उनको निर्णय र नेतृत्व गर्ने तरिकाहरू आलोचना पनि भोगिरहेका छन्। यसको भविष्य कस्तो हुन्छ भन्ने कुराको प्रश्न अझै कायम छ। आजको राजनीतिक माहौलमा बालेन शाह जस्ता युवा नेताले कतिको प्रभाव पार्न सक्नेछन् भन्ने भविष्यले देखाउनेछ। बालेनको कदम र कार्यले नेपालका लागि नयाँ विकल्पहरूको द्वार खोल्ने सम्भावना भने धेरै रहेको छ। उनी सही नेतृत्वका लागि आवश्यक गुण र साहस राख्छन् कि राख्दैनन् भन्ने कुरा आउँदो फागुन 21 गतेको चुनावले जनताले के चाहन्छन् भन्ने कुरा प्रष्ट देखिनेछ। दर्शकबिन, आजको भिडियोमा हामीले पछिल्लो समय नेपालको प्रधानमन्त्रीको रूपमा हेरिएको र निकै चर्चामा रहेका काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह बालेनको बारेमा चर्चा गर्यौं। तपाईहरुलाई कस्तो लाग्छ कि साच्चीकै बालेन यो देशका लागि सही व्यक्ति हुन् के साच्चीकै बालेन शाह आउँदो फागुन 21 को चुनाव जितेर सिंगो पार्टीलाई बहुमतले जिताउँदै देशकै प्रधानमन्त्री बन्लान् त? तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्ट बक्समा लेख्नु होला भन्दै अहिलेलाई भने छुट्टिन्छु। जय नेपाल।